अब रवि लामिछानेजीको कुरा गर्दाखेरि उहाँसँग 9-10वटा काण्ड छ। इभन युएसएमा पनि छ रहेछ 2-4वटा एक्टिभ होइन। उहाँ आफै अपराधिक गतिविधिबाट आउनुभएको भन्ने पुष्टि त्यहाँबाट हुन्छ कि हुँदैन? अहिले पनि 5-6 करोड तपाईँको चाहिँ नि धरौटी बुझाएर उहाँ निस्किनु भएको छ। क्लिन चिट त पाएको होइन है। घरि जेलबाट निस्किनुहुन्छ, घरि फेरि पस्नुहुन्छ है। आज यो बोल्नुहुन्छ, भोलि त्यो बोल्नुहुन्छ। अब जुन पार्टीको विरुद्धमा तपाईँको चाहिँ नि उम्मेदवारी दिएर चुनाव जितेको त्यही पार्टीसँग गठबन्धन गरेर मन्त्री बन्नुहुन्छ भनिसकेपछि उहाँले सत्ताको लागि जे पनि गर्ने। अब मुकुल ढकालको तपाईँको चाहिँ संवादहरू पनि बाहिर आएको छ छैन? मुकुल ढकाल उहाँको महामन्त्री के हुनुहुन्थ्यो होइन उहाँको राजसभामा के भन्दै हुनुहुन्थ्यो उहाँले भन्दाखेरि अब त्यो चाहिँ तपाईँले सोध्ने कुरा पनि हो, पत्रकारले सोध्नु पनि पर्छ है। छिमेकी मुलुकलाई प्रधानमन्त्री मलाई बनाइदेऊ, म जे पनि सुम्बन तयार छु भनेर त उहाँको महासचिवले भनिराख्नु भएको छ है। अब त्यो खालको तपाईँको छैन हेर्नुहोस्, थुप्रै छ उहाँको काण्डहरू होइन। त्यसले गर्दाखेरि काण्डै काण्ड भएको मान्छेले होइन यो देशलाई तपाईँको छैन अपराधीकरण गर्ने अथवा एउटा सङ्कटको उसमा पुर्याउने बाहेक अर्थोक गर्न सक्नुहुन्न। कुलमानजीको कुरा गर्दाखेरि उहाँलाई मैले धेरैचोटि भनेको छु होइन, उहाँ एमसिसीको मतियारी गरेर आएको मान्छे हो। उहाँले पास गर्नु भएन तर मतियारी त गर्नुभयो। मतियारी त्यो एमसिसीका विभिन्न डकुमेन्ट्समा उहाँको नाम छ कि छैन? एमसिएको डकुमेन्टमा उहाँको नाम छ। अहिले पनि चेयरपर्सन उहाँ होला होइन। पहिल्यैदेखि उहाँ त्योसँग जोडेर आउनु भएको छ र मैले अहिले भनिरहेको छु यदि होइन भने नो एमसिसी भनेर उहाँले एउटा आन्दोलन निकालेर देखाउनु नि त। म त एमसिसीको विरुद्धमा पूर्वको होइन तपाईँको छैन त्यतिखेर लकडाउन हुँदाखेरि कोही बाहिर निस्किन दिँदैन थिए। एक्लै गएर उभिएर विभिन्न खालका छैन तपाईँको होइन सङ्घर्ष गर्दै आएको